आज उम्मेदवारी दर्ताको हामी पूर्व सन्ध्यामा आयोजित यस सर्वदलीय तथा सर्वपक्षीय बैठक भनेका छौँ। यसलाई हामीले यहाँहरू सबैलाई म सर्वप्रथम त हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो सहायक निर्वाचन अधिकृतले यहाँहरूलाई हामी उपस्थित हुनको थोरै कुराहरू पनि उहाँले राखिसक्नु भएको छ। त्यो सँगै यो बैठक हामीले आज आयोजना गर्नुको मुख्य उद्देश्य मैले भोलि अर्थात् मिति 2082 साल 10 महिना 6 गतेदेखि सुरु हुने उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्वक, पारदर्शी, निष्पक्ष र कानुनसम्मत रूपमा सम्पन्न गराउने विषयमा सबै राजनीतिक दल तथा सरकारवाला बीच साझा समझदारी कायम गर्नु हो भन्ने हाम्रो मुख्य उद्देश्य हो आजको यो बैठकको। यो विषय मैले यहाँहरूलाई जानकारी गराएँ। त्यसैगरी विभिन्न निर्वाचन सम्बन्धी कानुनी व्यवस्था तथा आचार संहिताहरू छन्, त्यो हजुरहरू सबैलाई पनि अवगत भएकै विषय हो। यसमा फेरि म थोरै जोड्न चाहन्छु। निर्वाचन ऐन, नियमावली, निर्वाचन सम्बन्धी आचार संहिता अहिले 82 को यो हामी सबैले, हजुरहरू राजनीतिक दल मात्र होइन, हामी सबै कर्मचारी, सुरक्षाकर्मी सबैले, मतदाता समेतले पनि आचार संहिताहरूको पालना गर्नुपर्छ। यो फेरि पनि मैले यहाँ पुनः ध्यानकर्षण गराउन चाहेँ। यी कानुनी व्यवस्थाहरू सबैका लागि समान रूपमा लागू हुने कुरा स्मरण गराउन चाहन्छु। उम्मेदवारी दर्तादेखि मत परिणाम घोषणा नभएसम्म सबै दल, उम्मेदवार र समर्थकहरूले आचार संहिताको पूर्ण पालना गर्नु अनिवार्य हो भन्ने कुरा पनि म फेरि अवगत गराउन चाहन्छु। उम्मेदवारी दर्ता प्रक्रियाको सम्बन्धमा हजुरहरूसँग हातमा हामीले एउटा त्यो कागज दिएछौँ। निर्वाचन आयोगको वेबसाइटमा पनि यो चिजहरू पाउन सकिन्छ। हजुरहरूले अब केही समयसम्मको लागि निर्वाचन आयोगको वेबसाइट पनि हेरिरहनु भयो भने राम्रै हुनेछ भनेर फेरि म यहाँ सूचित पनि गर्न चाहेँ। र उम्मेदवारी दर्ता प्रक्रियाको सम्बन्धमा मैले मुख्य कुराहरू चाहिँ यहाँहरूसँग भन्न चाहन्छु। उम्मेदवारी दर्ता हुने मिति, समय, स्थान तोकिए बमोजिममा हुनेछ, तोकिए अनुसारै हुनेछ, जुन हामीलाई साडुल उपलब्ध छ। त्यसैगरी आवश्यक कागजातहरू हजुरहरूले अझै पनि त्यो यो लिस्टमा पनि छ र हामी थप अरू कागजात पनि छन्, उपलब्ध पनि गराउँछौँ। नागरिकता, प्रस्तावक, समर्थक, दलको आधिकारिक पत्र, धरौटी शुल्क आदि कुराहरूमा हामीले ध्यान दिनुपर्ने हुन्छ। यी कुराहरू पुरा गरेर पनि भोलिको मनोनयनका लागि आउन म अनुरोध गर्दछु। हामीले त्यो कागजातमा के भर्नुपर्ने, अहिले हजुरहरूलाई आवश्यकता पर्छ भने हामी फोटोकपी गरेर, हामीलाई निर्वाचन आयोगले अरू पठाएको त छैन, जति छ हामीसँग हजुरहरूलाई सिग्नेचर गरेर भोलि उम्मेदवारी दर्ताको लागि चाहिने चिजहरू पनि दिएर पठाउँछौँ। हजुरहरूले लिएर जानु होला। अनि त्यसलाई म फेरि के अनुरोध गर्छु भने फोटोकपी गरेर पहिला फोटोकपीमा एकचोटि भर्नु होला, अनि सबै क्लियर भएपछि अनि सफ्ट कपी यहाँ बुझाउने कपीमा भर्नु होला भनेर पनि मैले यो सँगै हजुरहरूलाई जानकारी गराएँ। अनि दर्ताको क्रममा चाहिँ हामी शान्तिपूर्वक उपस्थित हुनेछौँ, अनुशासन र मर्यादाहरू पालना गर्नेछौँ, कायम गर्नेछौँ। यहाँहरू सबैको पनि सहयोग प्राप्त हुनेछ भन्ने मैले अपेक्षा लिएको छु। त्यसै गरी सुरक्षा र शान्ति व्यवस्थाको सम्बन्धमा नि यहाँहरूलाई धेरै पटक अस्ति हामीले स्थापना गर्दा पनि उपस्थित हुनुभएको थियो सुरक्षाकर्मीहरू। हिजो म सुरक्षा समितिको, काठमाडौँ जिल्लाको सुरक्षा समिति व्यवस्थापन समितिमा पनि उपस्थित भएको थिएँ। काठमाडौँ जिल्लाकै सुरक्षा निकायका सबै प्रमुखहरूले शान्ति सुरक्षाका विषयहरूमा मतदाता, उम्मेदवारी, अरू जनप्रतिनिधि या कर्मचारी कोही पनि डराउनु पर्दैन, भयमुक्त वातावरण छ भन्नुभएको छ। त्यही कुरा मैले यहाँहरूलाई पनि रिले गरेँ, हिजोको सन्देश यहाँहरूलाई यहाँ जानकारी गराएँ। त्यसै गरी अहिले मैले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि किसिमको अवांछित गतिविधि, नारा, जुलुस, दबाब वा झैझगडाबाट टाढा रहन हामी सबै दलहरूलाई अनुरोध गर्दछौँ। यो कुरा पनि मैले यहाँ जानकारी गराएँ। सुरक्षा निकायसँग समन्वय गरिएको छ हामीले, मैले अघि पनि भनिसकेँ। तर शान्ति कायम गर्ने पहिलो जिम्मेवारी त हामी आफ्नै हो, आफैबाट सुरु गर्नुपर्छ भन्ने पनि यहाँहरूलाई यहाँ सादर निवेदन गर्दछु। र हजुरहरूको कुनै जिज्ञासा भएमा त हामी यहाँ औपचारिक अनौपचारिक रूपमा छलफल गरेर समाधान गर्ने नै छौँ। र अब उजुरी प्रक्रियाका सम्बन्धहरूमा पनि अघि सरले त्यो हाम्रो साडुल हेरेर भनिसक्नु भएको छ। त्यो विषयमा पनि यहाँहरूले कानुन बमोजिम आउनुहुनेछ र हामीले कानुन बमोजिमै त्यसलाई हामी फर्दर कारबाहीको बेहोरामा लानेछौँ भनेर पनि म यहाँहरूलाई आश्वस्त तुल्याउन चाहन्छु। र निष्पक्षताप्रति हामी प्रतिबद्ध छौँ, हामी सबै प्रतिबद्ध छौँ। निर्वाचन कार्यालय, निर्वाचन अधिकृत या कर्मचारी मात्रै नभएर हामी सबै उपस्थित सबै प्रतिबद्ध छौँ र प्रतिबद्ध हुनुपर्छ भन्ने म आह्वान गर्न चाहन्छु। निर्वाचन कार्यालय तथा म स्वयं निष्पक्ष, पारदर्शी र व्यावसायिक रूपमा हामी आफ्नो जिम्मेवारी चाहिँ पुरा गर्न प्रतिबद्ध छौँ। यसमा यहाँहरूको सहयोग र विश्वास चाहिँ अनिवार्य छ भनेर म यहाँहरूलाई
अवगत गराउन चाहन्छु र मुख्य कुराहरू हाम्रो सरले अघि केही कुरा भन्नुभएको छ। अझै पनि हामी त्यो फर्म हेरेर पनि हजुरहरूले थप हामीसँग जिज्ञासा राख्नुहुनेछ, हामी सकेको समाधान गर्ने प्रयास गर्नेछौँ। र मुख्य आज हामी छलफलमा यहाँ उपस्थित हुनको कारण चाहिँ पहिलो चाहिँ भोलिकै लागि हो। भोलि उम्मेदवारी दर्ता हुँदैछ 10 बजेबाट 6 बजेसम्म 5 बजे 10 बजेबाट 5 बजेसम्म उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरू आउनुहुनेछ।